नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला हैन। हाल म कतारमा कार्यरत छु। थोरै सानोतिनो काम गर्छु अनि मलाई यो खासै युट्युबको बारेमा त केही थाहा थिएन। अनि अहिले मैले युट्युब स्टार्ट गरेको छु। आई थिङ्क 15 दिन जति भयो होला। यदि मैले अब इन फ्युचर यो युट्युबबाट चाहिँ अर्निङ गर्न थालेँ भने भनौँ न थोरैबाट धेरै हुँदै जाने हो। यदि केही गरी मैले यो युट्युबबाट मैले इन्कम गर्न थालेँ र मैले भने जतिको इन्कम भयो भने म सोसल वर्क गर्न चाहन्छु। म कतै वृद्धाश्रममा म डोनेट गर्न चाहन्छु। अब कतै अनाथालयहरूमा हुन्छ नि, अब पैसाले त कहिले पनि कसैलाई पनि पुग्दैन हैन। जति कमाए पनि त्यसको एक्सपेक्टेसन धेरै नै हुन्छ है। त्यही भएर अहिले मैले यो युट्युब स्टार्ट गरेको छु। सबैले सब्सक्राइब गरिदिनु होला हैन। थोरै तिनै राम्रो नराम्रो कुरा भए पनि म अपडेट गरिरहन्छु तपाईँहरूलाई के कस्तो भन्ने कुरो। तपाईँहरूको सपोर्ट र साथले नै हो अगाडि बढ्न सक्ने। कसैको सपोर्ट बिना केही गर्न सकिँदैन। त्यसकारणले मलाई तपाईँहरूको सपोर्ट चाहिएको छ। तपाईँहरूको सपोर्ट नै सबैभन्दा ठुलो कुरो हो हैन। सपोर्ट गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू सो मच।